ओहो के हो यो फेरि पनि याद दुश्मनको लागि याद फलाम साथीको लागि याद सलाम फेरि महानायकले बाट कमब्याक गर्दैछन् हलमै गएर हेर्न पर्यो नि त अब टेलर सार्वजनिक भएपछि डेन्जर लाग्यो है कस्तो होला भन्ने प्रतीक्षा थियो भने डेन्जर लाग्यो फिल्मको बारेमा भन्दा राजेश हमालको बहुप्रतीक्षित कमब्याक फिल्म नरसिंह अवतारको टेलर सार्वजनिक भएसँगै दर्शक र समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। यो फिल्म 2082 रिलिज हुँदैछ। अब फिल्मको बारेमा भन्नुपर्दा एकदम त्यो भन्छ नि इटा चाहिँ बबाल छ है। सबै पुरानो कलाकारले भरिएको छ। पुरानो कलाकार हुनुहुन्छ जस्तै नरसिंह अवतार मा कलाकारको टिम एकदम बलियो छ। फिल्ममा राई समाल, नीतिशा, सनिसा भट्टराई, सरोज खनाल, प्रशान्त ताम्राकार भनेको ऐश्वर्याको डेन्जर है, एकदम खतरनाक ह्यान्डसम के भन्छ भिलेन, ह्यान्डसम भिलेन पनि आउनुहुँदो रहेछ। राज कटुवालले अभिनय गर्नुभएको छ भने निर्देशनमा दिवाकर भट्टराई, दिवाकर भट्टराई योभन्दा अगाडि अनमोल केसीको फिल्म क्याप्टेन, पल शाहको मायावी, डेन्जर, ऐश्वर्या फिल्मका निर्देशक, डेन्जर रहेछ होइन। त्यसपछि ऐश्वर्या पनि निर्माण गर्नुभएको निर्देशक हुनुहुँदो रहेछ। डेन्जर होला जस्तो छ। ल केही चाहिँ यसले चाहिँ फाट्छ 10 गतेबाट त्यसै भएर हाउसफुल हुन्छ जस्तो छ। यसो हेर्दाखेरि बजेट पनि 3 करोड रुपियाँ भन्दा माथि बढीको रहेछ है। फिल्मको बारेमा के रहेछ? फिल्मको बारेमा भन्दा नरसिंह अवतार हिन्दू धर्मशास्त्रमा वर्णित भगवान विष्णुको 4औं अवतारको कथामा आधारित रहेछ, जसमा भगवान विष्णुले हिरण्यक कश्यप भन्ने दानवलाई कसैले मार्न नसकेका दानवलाई कसरी भगवान विष्णुले नरसिंह अवतारको रूप लिएर, जस्तै माथि टाउको चाहिँ सिंहको जस्तो, तल चाहिँ मान्छेको जस्तो शरीर र ट्याङ्ग, त्यो भएपछि उनले फेरि यस्तो थियो, उनलाई मार्नको लागि त्यो जमिनमा पनि मार्न नमिल्ने, जमिनमा पनि मार्न नमिल्ने कुनै ठाउँमा त्यो बीचमा अब कसरी मार्ने त भन्दाखेरि उनले काखमा यो हुन्छ नि, काखमा च्यापेर त्यसरी मारेका रे भन्ने पहिला त्यो कथामा छ। यो नरसिंह अवतार पनि सायद त्यही कथामा आधारित जस्तो पनि लाग्यो। र त्यो मात्रै नभएर अब अहिलेको समसामयिक राजनीतिक घटनाक्रमलाई जोडेर फिल्म बनाएको जस्तो लाग्यो। केही होला जस्तो छ। राई समाल कहिले त्यो लामा बालमा कपाल काटेर होइन, पहिलाको फिल्महरूमा एउटा पुलिसको रोल गर्दा पनि कपाल नकाट्ने, अहिले चाहिँ मेहनत गरेको देखियो है। टेलर सार्वजनिक भयो। गीत सङ्गीत पनि बवाल छ। अहिलेसम्म जति आछ बजारमा बवालै मान्नुपर्छ। फिल्मको पुरानो लोकप्रिय गीत अच्छा लेकिन लन्डनको चिसोले समाउला, अनि माया छेउमा बस्न, अनि माया छेउमा बस्न, डेन्जर छ होइन। यसलाई नयाँ ढङ्गबाट प्रस्तुत गरिएको छ, भनेको न्यू भर्जनबाट प्रस्तुत गरिएको छ। यो गीतमा रचना रिमाल र सम्बोधित बास्कोटा आफैले शब्द सङ्गीत गर्नुभएको पुरानो फिल्मको उहाँकै नै स्वर सुन्न सकिने रहेछ। फिल्मको छायाङ्कन पनि डेन्जर छ। त्यसलाई के पिङ बनाएर होइन, पुरै पुरुषहरूलाई मिलाएर डेन्जर तरिकाले खिचिएको छ। केही होला जस्तो छ है, केही होला। टेलर सार्वजनिक भएपछि त झन् तपाईँको राजेश हमालको कस्तो होला त अभिनय भन्ने एउटा कौतूहलता थियो। डेन्जर बुम है, सपरिवार सहित फिल्म हेर्न जानुपर्छ भन्ने एउटा त्यो मलाई भित्रदेखि इच्छा छ। हलमै गएर हेर्नुपर्छ नि त। अब 8-9 वर्षको ग्याप होइन, राई समाल कस्तो छ त देखिन्छ, फाटाफुट्टा होइन, गीतहरूमा देखिन्छ, तर हलमै गएर हेर्नुपर्छ। तपाईँको समीक्षकहरूले पनि टेलरलाई एकदम मन पराउनु भएको छ है। कस्तो हुन्छ त भन्ने थियो समीक्षकबाट पनि। जो अहिले युट्युब यसो हेर्दै जाँदाखेरि जो सबैले राम्रो डेन्जर होइन, राई समालको कमब्याक चाहिँ बुम होला जस्तो छ भन्ने भइरहेछ। यसको टेलर हजुरहरूले नि हेर्नु भएको छैन नि, यसो तल
लिङ्क छ, ट्याक्क लिङ्कमा क्लिक गरेर हेर्नु होला, बुस्ट हुन्छ, सपोर्ट गर्नुपर्छ भन्ने हामीलाई पनि लाग्छ। र फिल्म चाहिँ डेन्जर पनि छ, सपोर्ट त त्यो फरक पाटो भयो, फिल्मै राम्रो नभएपछि के सपोर्ट गर्नु होइन, तर फिल्म चाहिँ डेन्जर हुनुहुन्छ, हलमै गएर दौडेर हेर्ने हो। ल लिङ्क छ है राई समालको